अनि हजुर नेपाल आइडलमा त आउनु भएन इन्डियन आइडलमा जाने चाहिँ कतिको चान्स छ हजुर हाइट दिस इज इम्पोसिबल इन्डियन हिन्दी शब्दको एउटा स पनि थाहा छैन मलाई होइन हिन्दी बोल्न आउँदैन कसै इन्डियन म त्यो एकदम जान्दिनँ म कसम जान्दिनँ हो नेपाल आइडल पहिले पनि आएको थिएँ पोहोर साल नै सिलेक्ट भएन यसपालि हुन्छ कि भनेर आएको त्यो पनि खोइ के हुन्छ त्यो थाहा भएन यसपालि चाहिँ हुने होला होइन त भयो भने म के गर्छु भन्दाखेरि सेलेक्ट भएर नेपाल आइडल जित्यो भने म के गर्छु भन्दाखेरि दर्शकहरूको मन जित्छु भन्नु न होइन मन जित्दैन मन जितिहाल्छ पो होइन के गर्छु भन्दाखेरि असहाय दुखियाहरूलाई म सहयोग गर्छु होइन त्यसपछि म के गर्छु भन्दाखेरि म आफ्नो छुट्टै पहिचान आफू बनाउँछु कि त्यस्तो लाग्छ मलाई है अनि त्यसपछि तपाईँ पनि यहाँ अडिसन दिन आउनुभयो र म होइन नि म त हजुरको इन्टरभ्यू लिन आएको नि त ए थ्याङ्क यू अनि यसो देखेर हेरेको होइन नरिसाउनु होला होइन सिलेक्ट भएपछि तपाईँको हेर्नु यस्तै लाइन हुन्छ सोच्नु हो र तपाईँले कसको उहाँको प्लिज वाट इज योर नेम सरी यो च्यानलको नाम के होला सरी मलाई इङ्ग्लिस अलिकति बोल्न आउँदैन सर है त इङ्ग्लिसमा बुझ्दिनँ के अरे के भन्नुभएको नेपालीमा के भन्छ यसलाई त्यही हो युट्युबमा सर्च गर्दाखेरि आउँछ हजुर आउँछ राइट अनि त्यसपछि अझ के अरे के भयो भन्दाखेरि